हाम्रो भाषामा चाहिँ कुत्ते भन्छ। यसको चाहिँ बेड लाउन गइरहेको छ, यसको बेड अस्ति फुटेर गएको छ र नयाँ बेड लाउनेवाला छु र कसरी लाउँछु तपाईँले हेर्नु होला। अनि यो पारो चाहिँ किन लाउनु यहाँनिर भन्दाखेरि चाहिँ किन लाउँछ भनेको चाहिँ फुटेर नजाओस् भनेर खासमा चाहिँ त्यो माथिलाई चाहिँ यसलाई चाहिँ पक्रेर राख्छ नि त। यहाँ यसो काटेको छु यो साइजको उयो गरेर। अब यसलाई चाहिँ यसो खिच्नुपर्ने हुन्छ अनि सबै लाउनुपर्ने हुन्छ। ल यसरी मिलाउँदैछु म, यसरी यति हुन्छ। काँटा चाहिँ अहिले पोलिरहेको छु आगोमा। अनि त्यसको लागि लाहाको लागि चाहिँ यो पोली पाइपको टुप्पो यसरी खौरेर काटेर चाहिँ यस्तो बनाएको छु। यो चाहिँ लाहाको काम गर्छ। उहिलेदेखि हाम्रो जुगाडी हो टिको ग्लु स्टिकलाई पनि यसरी टुक्रा टुक्रा पारेर यहाँनिर अहिले पोल्दै यहाँ हाल्नुपर्ने हुन्छ। अनि चाहिँ यसलाई पक्रेर राख्छ। अहिले देखाउँछु म तपाईँलाई। लु अहिले भने चाहिँ हाम्रो यी काँटा तयार भयो। अब फिक्स्ड